एभरेस्ट हस्पिटलमा हामीले अहिले दूरबीनबाट टाउकोको विभिन्न खालको समस्याहरूलाई उपचार गर्न सुरु गरिसकेका छौँ। दूरबीनबाट गर्ने विधि भनेको कस्तो हो त भन्दा टाउकोमा भएको समस्याहरू जस्तै ब्रेन ट्युमर्सहरू, ब्लड जमेको छ, इन्फेक्सन्सहरू जमेको छ भने त्यसलाई सानोभन्दा सानो बलहोलभन्दा सानोभन्दा सानो वाल बनाएर त्यो वालबाट मात्रै एक्सेस गरेर हामीले त्यसको ट्युमरहरूलाई निकाल्न सक्छौँ अथवा रगत जमेकोलाई निकाल्न सक्छौँ। र त्यसले फाइदा के हुन्छ त भन्दा टाउकोमा ठुलो घाउ बनाउनु पर्दैन र टाउकोभित्र हुने पनि ड्यामेजहरू जुन हामीले अपरेसन गर्ने क्रममा चोटसम्म अथवा रगतसम्म अथवा ट्युमरसम्म पुग्दाखेरि हामीले जुन बाटो बनाएर जान्छौँ त्यो बाटोको अनुपात त्यसले गर्ने जुन हानिको अनुपात पनि कम हुँदै जान्छ। र सबै किसिमको कतिपय खालको यस्तो दूरबीनको सर्जरीहरूमा बाहिर स्कार नै नदेखिने पनि हुन्छ। जस्तो कि हामीले पिट्युटरी ग्रन्थीको दूरबीनबाट सर्जरी गर्दा नाकबाट हामी गएर गर्छौँ, जसले गर्दा बाहिर कुनै पनि किसिमको खत अथवा स्कारहरू देखिँदैन। र मिनिमल एक्सेस सानो 1 सेन्टिमिटरदेखि 1.5 सेन्टिमिटरको बाटो मात्रै बनाएर हामी जाने हुनाले त्यसले गर्दा धेरै ड्यामेज पनि वरिपरिको हुने स्ट्रक्चरहरू हुँदैन। यद्यपि अब यसमा विभिन्न यसको पाटोहरू छन्। कुन ट्युमरलाई दूरबीनबाट गर्न मिल्छ, कुन ट्युमरलाई गर्न मिल्दैन, कस्तो खालको ब्लिडिङलाई दूरबीनबाट निकाल्न मिल्छ, यो खालको कुराहरू चाहिँ अब सिटी स्क्यान एमआरआई लिएर हामी त्यसलाई निष्कर्ष गर्छौँ र त्यही अनुसारले योजना बनाएर प्लान गरेर गर्न सक्छौँ।